नमस्ते। म रामप्रिया फेरि पनि तपाईँको माझमा फेसबुकमा फर्स्ट टाइम लाइभमा आएको छु। तपाईँहरूको माया ममताले मलाई एकदमै खिचेर ल्यायो। म सबैभन्दा म आएको किनभने एउटा मेरो मनमा जुन फिलिङ आएको थियो, एकदम जुन ह्याप्पी भएको थियो, म एकदम दुःख भएको बेला त्यो टेन्सन दूर भएको जो फिल थियो नि, म तपाईँहरूको माझमा सेयर गर्न चाहेँ सबै साथीहरूलाई। अनि एकदमै टेन्सन भएको बेला रिल्स बनायो भने चाहिँ मन चाहिँ अलिकति हल्का हुने रहेछ। त्यो चाहिँ मलाई एकदमै फिल भयो। दुःख पीडा टेन्सन सबैतिर होइन एकदमै दूर हुन्छ। सर्वप्रथम म लाइफमा आउनुको कारण के भनेपछि आजको डेटमा जुन आन्टी लभर भन्छन् होइन, गाना छ, आन्टीहरू हुनुहुन्छ उमेरको, जुन 35, 40, 50 वर्षको अङ्कल आन्टी हुनुहुन्छ, उहाँहरू टिकटक बनाउनुहुन्छ होइन, उहाँहरू भिडियो बनाउनुहुन्छ। उहाँहरूलाई धेरै मान्छेले कमेन्ट गर्ने गर्छन् होइन, एकदमै गर्ने गर्छन् कि मर्ने बेला हरियो काम्रो हरेक चिज यस्तो उमेरमा गर्नुहुन्न, टिकटक बनाएको के राम्रो भनेर सबैले हाँस्छन्, नराम्रो कमेन्टहरू गरेर आएका मैले धेरै देखिरहेको छु होइन। त्यस्तो होइन साथीहरू होइन, सबैको आफ्नो हुन्छ क्या। किनकि विवाह गर्दामा अङ्कल आन्टीले पनि आफ्नो श्रीमानसँग श्रीमतीसँग होइन एकदमै हिँड्नु खानु इच्छा आकाङ्क्षा त्यो हुनुपर्छ क्या। त्यो विवाह गरेर त्यो सबै मर्ने होइन कि, सबैको आफ्नो हुन्छ क्या। मान्छे बुढो भएर हुँदैन, रहर कहिले पनि मरिँदैन कि, रहर कहिले बुढो हुँदैन होइन। रिल बनाए नबनाए पनि बनाउन सकिन्छ। 16 वर्षको 17 वर्षको 18, 19, 22 वर्षको केटाकेटीले मात्रै रिल्स बनाउने, उहाँले मात्रै भिडियो गर्ने होइन, सबैले गर्न सक्छन्। जसको मान्छे बुढो भएर पनि रहर कहिले पनि बुढो हुँदैन कि, त्यो रहरलाई कहिले पनि मार्नुहुन्न। मरिनाले जिन्दगीमा के नै छ र, आज छ कि भोलि छ, त्यो इच्छा त्यो रहर कहिले पनि अधुरो छोडेर यो संसारमा जानु भनेको यो लाइफ, यो जिन्दगी, यो मनुष्य छोरा बार आउँदैन। त्यसैले सबैलाई भन्छु, नारीको सम्मान गरौँ, इज्जत गरौँ होइन। किनकि हामी पनि उहाँ जस्तै आन्टीबाट, उहाँ जस्तै नारीबाट पैदा भएको छोरा हो। रिस्पेक्ट गर्नुपर्छ, बुझ्नुपर्छ। यो महिलाले टिकटक बनायो भनेर गलत भन्न सकिँदैन। हरेक मान्छे एक जस्तो हुँदैन। यो 5 आङ्ला सबै बराबर छन् त छैन। र सबै महिलालाई पनि एउटै दोष दिनु हुँदैन। किनकि महिलाहरूको पनि कुनै एउटा बाध्यता बाधा पीडा हुन्छ, त्यो मनको पीडा व्यथाहरू यो संसारमा सायद नबुझिदिने मान्छे कमै होला होइन। बुझ्ने मान्छे नबुझ्ने मान्छेमा धेरै फरक हुन्छ। त्यसैले म भन्छु, उहाँहरूको लागि कहिले पनि गलत कमेन्ट नगरिदिनु होला। सधैँ राम्रो कमेन्ट गर्दैमा, राम्रै बोल्दैमा केही पनि हुनेवाला छैन, केही घाटा हुन्छ। संसारमा जो बोल्छ नि त्यसलाई संसारले याद राख्छ कि, हाँस्ने मान्छेलाई सबैले याद गर्छ कि, नहाँस्ने मान्छेलाई, नबोल्ने मान्छेलाई सबैले के हुन्छ, घमण्डी नालायक हरेक चिज भन्ने गर्छन् कि। त्यसैले दुनियाँमा जिन्दगीमा आइसकेपछि सबैको मनमा बस्नुपर्छ, सबैलेको दिलमा राज गर्न जान्नुपर्छ। सबैले आफू टाढा गए पनि सबैले आफूलाई राम्रो भन्नु कि, एकदमै क्या मान्छे थियो, क्या बोली थियो, त्यो भावना सबैको मनमा हुनु पर्यो क्या। तर यस्तो नराम्रो कमेन्टहरू, नराम्रो कसैलाई भनेर, कसैलाई के बोलेर के पाइनेवाला छ, के हासिल हुनेवाला छ? के मिल्छ? के धन सम्पत्ति मिल्छ कसै महिलामाथि या कसै मान्छेमाथि नराम्रो कमेन्ट गाली गरेर, कसैलाई नराम्रो गरेर केही सुकुन मिल्छ? मिल्दैन। के मिल्छ? गलत कमेन्ट गऱ्यो भने एउटा घृणा, गाली, थुतु हरेक चिज यही नै मिल्छ। त्यो बाहेक केही पनि मिल्नेवाला छ। त्यसैले टिकटक रिल्स बनाउने सबैको अधिकार हो, सबैको हक हो। सबै बनाउनुहोस्, रमाइलो गर्नुहोस्, इन्टरटेनमेन्ट गर्नुहोस् सबैलाई होइन। कसैको भ्युज आउला नआउला होइन,
कसको लायक आउला नआउला त्यसमा दुःख पनि मान्नुपर्ने कुनै आवश्यकता छैन। हेर्ने मान्छे हेरिहाल्छ, राम्रो भन्ने मान्छे राम्रो भनिहाल्छ हजुरलाई, होइन? त्यसैले चाहिँ सबैसँग नगर्नुहोला। मैले देख्छु कति राम्रोसँग हाम्रो देशको चेलीहरू नाचिरहेको छन्, आफ्नो गमहरू भुलिरहेका छन्। टिकटक बनाउनु पनि एउटा राम्रो चिज हो। जो मनको पीडा व्यथा हुन्छ नि, त्यो दुःख दूर हुन्छ नि, जान्छ एकदमै। गम भन्छ नि त हिन्दीमा, जान्छ के। हाम्रो हिन्दी डायलग छ नि त एउटा, उखा हिन्दीमा एउटा डायलग छ, मोज लो रोज लो ना मिले तो खोज लो। हो, जिन्दगी बार बार आउँदा आफ्ना रहर इच्छाहरू खोजेर पुरा गर्नुपर्छ, कहिले पनि आउँदैन। एउटा मेरो डायलग हो कि जिन्दगीमा छ नि, एउटा डायलग छ कि मेरो, मेरे मन को भाया कुत्ता काट के खाया। हजुरको मन कायाले जे मान्छ, जे चाहनुहुन्छ त्यो गर्नु होला कि। टिकटक बनाउनुहुन्छ, रिल बनाउनुहोस्, मान्छे बुढो भएर हुँदैन, मान्छेको रहर कहिले पनि बुढो हुँदैन। माया त माया हो, होइन? माया कहिले बुढो हुन्छ? मायाको कुनै उमेर हुन्छ? हुँदैन। पानीको कुनै रङ हुन्छ, कलर हुन्छ? हुँदैन। हो, त्यस्तै नै मान्छेको रहर हो, रहर रहर कहिले पनि मिल्दैन। तर नबोल्नु भने पनि होइन, बोल्न बाध्य गराउँछ। नभन्नु भने पनि मनको कुरा मनमै राख्यो भने त्यो भोलिको दिनमा ठुलो रोग लिने लक्षण आउँछ भन्छन् है। त्यसैले म मनमा राख्न सक्दिनँ केही कुराहरू, तपाईँको सामनेमा सेयर गरेँ, भन्न पाएँ, एकदमै राम्रो लाग्यो। बनाउनुहोस् भन्छु म, नेपाली चेलीहरू होस् या हिन्दी चेलीहरू होस्, बनाउनुहोस्, टिकटक रिल्स बनाउनुहोस्, हाल्नुहोस्, अगाडि बढ्नुहोस्, आफ्नो नाम कमाउनुहोस्, होइन? सबैलाई भन्न चाहन्छु, आग्रह गर्छु। तर सबैलाई यो पनि भन्न चाहन्छु, कसै नारीमाथि, कसै महिलामाथि अन्यथा नराम्रो कमेन्ट्सहरू नगरिदिनु होला। जिन्दगी जिनु होला। जिन्दगीमा राखेको के छ? माया ममता नै सबै ठुलो कुरा हो। धनभन्दा ठुलो माया हो। मन बिनाको धन ठुलो, धन बिनाको मन ठुलो भन्छ नि, तर होइन, सबैभन्दा मन ठुलो। अहिले हामी यो संसारमा आए पनि, यो धरतीमा आए पनि हामीले एउटा घरबार बनायौँ, सबतिर गऱ्यौँ, होइन? तर हामी परदेश गयौँ, सबै परदेश आउनु भएको छ। हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै आउनु भएको छ। किन आउनुभयो त? कसको लागि आउनुभयो? होइन, मायाको कारण। आफ्नो मनमा कसैको माया भएर त हामी परदेशमा आयौँ। आमा बुवाको माया, दिदी बहिनीको माया, भाइ बहिनीको माया, श्रीमतीको माया, होइन, लोग्नेको माया, सबैको माया भएर चाहिँ यो परदेशमा हामी कमाउन आयो, अर्को घरमा काम गर्नु पर्यो। त्यो किन काम गर्नु त? मायाको कारणले त हो। माया छ त, माया जहाँ माया छ त्यहाँ धन छ, होइन? त्यसैले भन्छु, म चाहिँ जिन्दगीमा दुईटा चिजलाई एकदमै मान्छु कि। तपाईँहरू साथीहरू पनि मान्नु होला। दुईटा चिज, एउटा चाहिँ आमा और खाना। आमा और खाना। आमाले जिन्दगी दियो भने खाना चाहिँ जिन्दगी बचाउँछ। जिन्दगीमा जति पनि दुःख होस्, जति पनि झगडा होस्, तर खाना कहिले पनि नछोड्नु होला। सबै साथीहरूलाई भन्छु, खाना कहिले नछोड्नु होला। लाइफमा कहिले पनि जिन्दगी कहिले उकाली, कहिले ओह्राली, कहिले सुख त कहिले दुःख, कहिले हाँसो त कहिले हाँसो, कहिले आँसु भएर बस्छ जीवन, कहिले दुःखमा बस्छ जीवन, कहिले हाँसो भनेर कहिले आँसु। यस्तै हो। यस्तै रमाइलो कुराहरू तपाईँको सामना गर्न पाउँदा एकदमै राम्रो लाग्छ। तपाईँहरूलाई पनि एकदमै राम्रो लागोस् कि ह्याप्पी लागोस्, जुन कुराहरू चित्त बुझोस् कि मैले भनेको कुराहरूमा, होइन? कतिपय साथीहरूलाई नराम्रो लागेको हुनसक्छ, कति राम्रो साथीहरूलाई राम्रो पनि लागेको हुनसक्छ। तर सबैलाई म थ्याङ्क यू भन्न चाहन्छु, हृदयदेखि धन्यवाद भन्न चाहन्छु। संसारमा सबैलाई खुसी बनाउन सिक्नुहोस्, माया बाँड्न सिक्नुहोस्, सम्मान गर्न सिक्नुहोस्। यो सब एउटा गऱ्यो भने यति आनन्द हुन्छ नि, यो मन यति ह्याप्पी हुन्छ नि, खुसी हुन्छ भित्रदेखि। महसुस मैले गरेको, तपाईँले पनि गर्नु होला। मलाई कति
टेन्सन हुन्थ्यो। म पहिले टिकटक बनाउँदाखेरि एकदमै लाज मान्थेँ, सरम मान्थेँ, कसैको सामु बोल्नु पनि म एकदमै लाज मान्थेँ कि कसैसँग नजर मिलाएर पनि म हेर्न सक्दैन। जब मलाई दुःख भयो, पीडा भयो, मैले टिकटक बनाउँदै गएँ। मलाई यो साल समय बितेको थाहै भएन, समय गएको थाहै भएन होइन। अहिले आफूलाई कस्तो लाग्छ भनेपछि अरे यार मेरो त उमरै गइहाल्यो कि के हो जस्तो लाग्छ। कतिखेर नै रहर जागेर हुन्छ होइन। यो सब हुन्छ कि दिन, यो सब हुन्छ। यस्तो सबैलाई साथीलाई पनि भएको होला फिल होइन। बनाऊ टिकटक बनाउनुहोस्, राम्रो हुनु। आज हाम्रो देश कस्तो भइरहेको छ तपाईँले देखिसक्नु भएको छ होइन। हाम्रो देशमा नेता त सही भयो क्या, तर मान्छे नपाएर बिग्रे कि नेता, देश बिग्रे त्यस्तै नि। किनकि हाम्रो देशमा पनि राम्रो प्रधानमन्त्री, राम्रो नेताहरू, राम्रो चिज भइदिएको भए होइन। आज हामी पनि परदेशमा अर्काको दुःख गर्नुपर्ने थिएन, अर्काको सिक्युरिटी गार्ड गर्नुपर्ने थिएन। हाम्रो नेपाल गएको कति सिक्युरिटी गार्ड, कोही कहाँ, कोही होटलमा, कोही कस्तो अवस्थामा गरिरहनु भएको छ होइन। किनकि हाम्रो देशको स्थितिले, हाम्रो देशमा आर्थिक स्थिति राम्रो भइदिएको भए, रोजगार सबैलाई मिलिदिएको भए, सबैलाई एउटा राम्रो काम मिलिदिएको भए होइन। सबै कल कारखाना कम्पनीहरू नेपालमा प्रशस्त हरेक ठाउँमा, हरेक जिल्लामा भइदिएको भए आज हामी परदेशमा आएर काम गर्नु पर्थ्यो, अर्काको देशमा गर्नुपर्ने थियो हो। त्यसैले यो देशमा राम्रो मान्छेको जरुरत छ। त्यसैले आफ्नो देशमा गरी खाने मान्छेलाई कहिले सबैले खुट्टा तान्छ। त्यसैले आफ्नो जीवनमा राम्रो गर्नुहोस्, राम्रो सोच्नुहोस्। आफ्नो परिवार, आफ्नो आमा बाले सबैभन्दा ठुलो भगवान हुन्। आफ्नो छोराछोरी, बच्चाहरू, ती नै सबैभन्दा ठुला मान्छे भगवान भनेको पनि त्यही नै हो। एकदमै खुसी लाग्यो। भन्छ नि जिन्दगीमा सबै चिज पाएर पनि नपाए जस्तो लाग्छ, नपाए जस्तै लाग्छ। जति पाए पनि त्यो ममता, त्यो माया कहिले पनि नपाए जस्तो लाग्छ। सबैलाई लाग्थ्यो होला है, सबै साथीहरूलाई किन त्यो आमाको ममता। संसारमा सबै चिज पाइएन, तर आमाको माया ममता आमा कहिले पनि पाइँदैन। त्यसैले लाइफमा चाहिँ आमालाई एकदमै माया गरौँ, किनकि महिलालाई एकदमै इज्जत गरौँ। महिलाको पेटबाट नै हामी निक्लेको। लाइफमा म 3 महिलालाई माया गर्छु, 3 महिलालाई इज्जत गर्छु, कदर गर्छु। तपाईँ पनि गर्नुहोस्। एउटा फर्स्ट महिला हो जुन मलाई जन्म दिनुभयो। दोस्रो मेरो लागि जसले जन्म लियो। तेस्रो जसले मैले जन्माएँ। यी 3लाई माया गर्नुहोस्, इज्जत कदर गर्नुहोस्। यो संसार नै एकदमै खुसी लाग्छ, यो संसार नै रमाइलो देखिन्छ। यो 3टा नारीलाई, यो 3टा महिलालाई हमेसा सम्मान गर्नु, यही नै मेरो रिक्वेस्ट छ। हजुरसँग धेरै कुरा गर्न मन थियो, के गर्ने समय छैन मसँग। यति नै आजको लागि। केही कुराहरू मेरोबाट सिक्नुभयो, केही कुरा हजुर मलाई सिकाउनु होला, मैले हजुरबाट सिक्न प्रेरणा पाऊँ, हजुरबाट सिक्ने केही मौका मिलोस् होइन। म यो चाहन्न कि सबै चिरो मैले मात्रै जान्छु, हजुर पनि मभन्दा धेरै जान्नुहुन्छ, सबै जान्नुहुन्छ। तपाईँबाट पनि मलाई हरेक चिज सिक्न पाऊँ। केही नराम्रो गल्ती बोलेको छु, के नराम्रो शब्दहरू बोलेको छु भने हजुरलाई मन परेन होला, केही चिजहरू भने म माफी चाहन्छु सबै साथीहरूसँग होइन। केही कुराहरू सही लाग्यो भने तपाईँहरू केही चिज मैले सिकाएँ, मैले केही चिज भने हजुरले सिक्नुभयो भने, राम्रो चिज दिनुभयो भने ठिक हो। थ्याङ्क यू सो भेरी मच। सबै हजुर पनि मभन्दा धेरै जान्नुहुन्छ होइन। म मात्र होइन, संसारमा सबै मान्छे आफ्नो ठाउँमा सबै हिरो नै छ, आफ्नो ठाउँमा सबै हिरो छ। कोही भन्दा कम छैन कि सब आफ्नो ठाउँमा सही छ। तर राम्रो बाटोमा चल्नुहोस्, राम्रो विचार राख्नुहोस्, नारीको इज्जत गर्नुहोस्। जय नेपाल, जय हिन्द, जय भारत, जय नेपाल।